लागि ट्रेलरहरू भइरहेका छन्। अब म कलाकारहरू अगाडि बोलाउँछु श्री प्रकाश सपुज्यू, श्री सौगात पल्लज्यू, श्री सोहना थापाज्यू, श्री सृजना अधिकारीज्यू। दाइलाई सेटमा एकदमै धेरै सदाएको छु, धेरै कुरा सिक्ने अघि हाम्रो ज्याक सरले भने जस्तै धेरै कुरा सिक्ने मौका मिल्यो। उनीहरूले हामी अलिकति धेरै त होइन अलिकति फरक भए पनि उहाँको बुझाइ, उहाँको अन्डरस्ट्यान्डिङ लेभल, उहाँको संसारलाई हेर्ने, समाजलाई हेर्ने, व्यक्तिहरूलाई हेर्ने उहाँको जुन दृष्टिकोणको आयामहरू छ त्यो साँच्चीकै अद्भुतै छ। फिल्ममा होइन दाइहरूले तपाईँले सक्नुहुन्छ यो क्यारेक्टर यो रोल भनेर दिनुहुन्छ, त्यसको लागि एकदम थ्याङ्क यू भन्न चाहन्छु। एउटा छुट्टै खालको रमाइलो भनौँ, म आफूलाई पनि चलचित्रमा काम गर्नु भने त्यतिकै रमाइलो लाग्छ र प्लस नयाँ एनर्जीहरू होइन, नयाँ खालको फिल जहिले पनि सिक्ने मौका रहिरहन्छ नयाँ एक्टरहरूसँग। आउनुपर्ने कुरा नै थियो, यसलाई केही मोडेर पनि होइन, जे हो त्यही जस्तो छ त्यस्तैलाई हामीले चाहिँ प्रेजेन्ट गऱ्यौँ। जुन चाहिँ अहिले देखिरहेको एउटा डोमेस्टिक भाइलेन्सको कुरा हामीले ल्यायौँ र स्पेसल थ्याङ्क यू चाहिँ चामीलाई भन्नुपर्छ जस्तो लाग्छ। सौगात दाइ, थ्याङ्क यू सो मच फर पोर्ट्रेइङ जुठे। सृजना दी, इट वाज एन अनर वर्किङ विथ यु। मलाई आफ्नो बहिनी जस्तै गरेर राख्नुभयो। सेटमा पनि केही हुन्छ, केही गर्नुपर्छ भन्ने धेरै सिकाइदिनु। थ्याङ्क यू सो मच। एन्ड thank you. I'm a Jack Knight, thank you, and thank you to everyone.